सो गाइस आजको भ्लग चाहिँ स्टार्ट हुँदैछ बिहान 6 बजीदेखिबाट। सो आज हाम्रो बिहान 3 बजी नै उठ्यौँ किनभने आज हाम्रो हजुरआमा नेपाल जानु हुँदैछ, फर्किनु हुँदैछ नेपाल। सो अहिले म उठिसकेको छु। सो मलाई सर्दी पनि अलिअलि भइरहेको गाइस, नाक बजिरहेछ मेरो। सो हाम्रो अब हजुरआमाले छोड्न जाने कि नजाने त भए डिसाइड हुन्छ। हजुरलाई म देखाउँछु आज हाम्रो घरमा बिहानमै उठेर के चल्दैछ है। सो साथीहरू यहाँ चाहिँ पाक्दैछ बासुदी बिहान हजुरआमालाई पठाउनको लागि। यहाँ सब्जी पाक्दैछ, जो खाजा पनि पाक्छ रोटी, हजुरलाई म देखाउँछु। सो गाइस मेरो बिहानको ड्युटी पानी ल्याउनु। सो अहिले म जाँदैछु पानी ल्याउनु। धनिया पनि ल्याउनु पर्ने छ, राखेँ मैले। सो अहिले म जाँदैछु बारीमा धनिया लिन। सो तपाईँलाई म देखाउँछु मेरो धनिया, कत्रो ठुलो भइरहेछ हेर्नु है। सो गाइस यहाँ छ हाम्रो धनिया, हेर्नु गाइस कत्रा ठुल्ठुला। यो चाहिँ हाम्रो अगाडिको बारी हो। यहाँ कोबी हामीले आधी उधी खाइसक्यौँ। सो यतापट्टि अलिअलि छ, अब उता पालङ साग हेर्नु गाइस, तपाईँलाई चाहियो भने कमेन्ट गर्नु होला। सो यहाँ हेर्नु हाम्रो धनिया इत्रु छ हौ। यही पनि टिप्न पठाउँछन् गाइस, के गर्नु, धनिया नभएर बिजोक। सो यति नै टिपेँ मैले, यतिले पुग्छ पनि होला। सो अब म जाँदैछु फेरि बिललाई दिनको लागि। सो साथीहरू एउटा काम सकिहाल्यो भनेको अर्को काम आयो फेरि मोटर टिप्ने। सो मैले अस्ति यहाँ मोटर अलिअलि चाङसाङ लगाएर चाहिँ सो फलिरहेछ। अस्ति पनि हामीले अलिकति खायौँ। सो अहिले पनि यो टिप्न आइरहेछ। हेर्नु मोटर हामीले घरमै गरेका भने कि अब दोकानबाट मोटरको बिउ ल्याएर छरेका, बिउ पनि खाने मोटर ल्याएर छरेका गाइस। र पनि भइरहेछ हेर्नु, यहाँ बोटमा अलिअलि लाग्दैछ है। यो चाहिँ ठुलो भएछ है। सो गाइस हामीलाई पनि अचार खाने चाहिँ हुन्छ, अब त्यति फलिरहेछ बारीमा। सो यहाँ मैले अस्ति चाङ लगेर चाहिँ जेने तेने उठेर फल्दैछ, हेर्नु गाइस। यहाँ पनि फलिरह। सो यति नै लान्छु किनभने अचारमा हाल्न हो नि त, यतिले पुग्छ पनि होला। सो आज त बिहान उठेर कामै काम छ गाइस। मम्मी हाम्रो आमा जानुहुन्छ नि त नेपाल। सो त्यही भएर बिहान उठेदेखि सबैजना बिजी। म दिदी भात सब्जी पकाउन, मम्मी गाई साई दुन पिता बाख्राबाट बाँड्न, म यसरी यताउता कुदिरहेको छु सामानहरू लिन। मटर अनि अचारमा हाल्न त हो नि त, फलेकै छैन बोटामा। अनि सो गाइस यहाँ पाक्दैछ रोटी, मम्मीले खाजा। हेर्नु भाषाजी पाकिसक्यो, बिहान 3 बजी नै उठेर पकाएर सबै पाकिसकिरह। रोटी पाक्न बाँकी छ, रोटी पनि पाक्दैछ गाइस। सो हजुरलाई म दिइराख्छु अपडेट, हेरिराख्नु होला। आज जानुहुन्छ नि अनि कहिले आउने? अनि अब तिमीहरूको वर्तमानमा हामीको वर्तमान कहिले हुन्छ? अब आउने साल हेराउन नहेराउने, झप्प भेलाउने अनि गर्ने, वर्तमान गर्ने। अनि त्यहाँबाट अनि 1 महिना बस्ने, अनि म जाने। त्यसो हो मेरो नाति। लु त अहिले चाहिँ जाँदैछ हामीको आमा, उहाँ आँखाको अपरेसनको लागि अस्ति एउटा भएको थियो। सो अहिले अर्को गर्न जाँदैछ, त्यही भएर जानुभएको, नभए त्यहीँ बस्दा पनि हुने थियो। सो आज हाम्रो मम्मीको ट्रेन छ उहाँ लखिमपुरबाट, सो छोड्न पनि जाने हामीहरू। सो यही हो हजुरआमासित, हजुरआमा बस्नु म यहाँ 2 महिना। हजुरआमा राम्रो लाग्यो होला? हजुरआमा कस्तो लाग्यो भन्नु न त, यहाँ बसेर आशामा बसेर? एकदम राम्रो लाग्यो, मेरो नाति नातिनासँग कति राम्रो लागेछ त। 3 भाइ हो, त्यही त 3 भाइ भयो, 2 भाइ भयो, 2 भाइ भए। अब चाहिँ घुम्नु कुद्दै नलागोस्, यही राम्रो छ। म त्यो त राम्रै छ आमा, राम्रै छ, हुन्छ। सो साथीहरू मैले आमासित त बेसी माने भिडियो बनाउन पाइनँ किनभने आमा भावुक भएर रुन थाल्नुभयो। किनभने मेरो माला जाँदा खसेकोले आमालाई दुःख लागेछ कि 3 भाइ चाहिँ 2 भाइ भयो भनेर। त्यही भएर आमाले बेसी भन्न सक्नु भएन, बोल्न पनि सकिनँ, मैले भिडियो पनि बनाउन सकिनँ। सो गाइस माने
हजुरलाई थाहा छ कि छैन पनि थाहा छैन, तर हाम्रो घरमा अस्ति एउटा नर्मल घटना भइरहेछ। त्यो घटनामा मेरो माइलो दादाको डेथ भयो। सो त्यसैले मम्मीले पनि बेसी भावुक भएर केही पनि भन्न सक्नु भएन, मैले भिडियो पनि बनाउन सकिनँ। सो दुःख लाग्छ गाइस आफ्नो मैले दादा छैन भन्नेमा, किनभने दादाको केही पनि आएन रिपोर्ट। अरुणाचलमा त्यस्तो भइरहेछ, अरुणाचलबाट डेथ सर्टिफिकेटमा अब सुसाइड भनेर आयो, तर हामीलाई त्यस्तो लागेको छैन सुसाइडै होला भनेर। र पनि अब आयो, केही भन्न पनि सकिएन, गर्न पनि सकिएन, किनभने आफ्नो ठाउँमा होइन बाहिर ठाउँमा हो। सो त्यही भएर हजुरलाई थाहा छ कि छैन र पनि मैले अब कुरो चाहिँ क्लियर गरिदिएको, किनभने भिडियो बनाइनुहोस् भन्नुहुन्छ भनेर। सो त्यही कारणले मैले बेसी भिडियो चाहिँ बनाउन सकिनँ गाइस। साथीहरू म त बारीमा आएको छु है गाइस, हेर्नु न। फर्स्ट टाइममा आयो धनियाँ लिन, त्यहाँबाट आयो मटर लिन, अहिले आयो फुलकोपी लिन। सो मेरो बारीमा त दिनभरि बारीमै कुदिरहेछ गाइस, यत्रो ठुलो फलेछ घरको फुलकोपी। सो हेर्दै जानु होला है। अर्को फुलकोपी यत्रो फलेछ भने पनि मिल्दैन, सानै फलेको ठुलो फलेको ले लो काट के डाल दो। ला फुलकोपी ले लो माटो चाहिँ फाकेर चाहिँ माटो मलाई चाहिँदैन। ला नि त फ्याक, अब चुड्न सकिनँ अनि यस्तै ल्याएँ। सो गाइस त बिहानदेखि म उठेर हामीले भ्याकेसन आउँछ मिलाउने, हेर्नु न यहाँ यस्तै के छ। सो यहाँ पनि यता बाहिर पनि यस्तै छ। सो अब म सबै मिलाउँछु गाइस। सो साथीहरू बल्ल बल्ल सिजु भइसकिरहेको छ रुम, हेर्नु यहाँ। सो यहाँ बाहिर पनि लु त म के भन्नु, यो निकाल्नु न, म त आइरहन्छु नि त। हुन्छ नि त, मैले त्यही एउटा तपाईँलाई कसैले दिएको छु। यो ओर्नुहुन्छ हो, ओर्नुहुन्छ ओर्नु बाहिर राखिँदैन त ओर्नेलाई त। भयो के ल यहाँको लगाएको पर्दैन, के गर्नु, मलाई नपुग्छ। मिठो त राम्रो त लाग्छ नि, के गर्नु। के आमामु के अरे कमली बोरा चावल र यहाँको लोकल बोरा चावल हालिदिनु भएको। यो भरे निकालिहाल्नु छैन एकैछिन मलाई त। त्यो त मासेर मात्रै, अनि यो गन्छ यहीँ लाग्यो। च्याने खर्च दिनु हुँदैछ नि त। ला त जानु छेउमै जानु भने कस्तो चाहिँ हल्छे लगाएर त्यही चान्समा मारिराख्नु भएको रहेछ। चान्स मारिरहनु भएको रहेछ तपाईँ नि, मैले पो बुझेँ मैले कुरो। बाबा हुँदैन पर्दैन, कहाँ लिने मान्नुहुन्न, कस्तो गर्नुभएको त अनि। पर्दैन पर्दैन हुँदैन। आमा बारीमै पुग्नु भयो हौ। आमा होइन मान्नु नि। ल ल हुन्छ ल। आमालाई साह्रै पढो। भात खान त दिनु आउनु छ त फेरि भात खानु हुन्छ ल भात खाएर अब जान्छ। ल ल हुन्छ भरेमा ल भाइ ल ल चिटिक चटक खाना बिना अब खानु। म र मै भरे भरे खाने, तपाईँहरू खानु न। आमा रेडी भइसक्नु भएको छ, बोल्नु भएको छैन किन, के भयो मै भन्नु न त्यहाँनिर। तपाईँलाई सन्चो भएन, सन्चो भएन। अब आज बुढाइमा जाने फेरि नाति जाने, अब गाइस के गर्नु म। मजाले पो ठोक्नु त रहेछ गाइस भन्दै। अब गाइस गाइस के गर्नु भयो भन्नु रह।
ल गाइस म पनि जाँदैछ आमा पनि दिदीसँग जाँदैछ गाइस फोटो खिचे ला राम्रै छ फोटो राम्रो आइरहेछ मैले हेरेँ ल ल त बस्नु लु आमाको गिरो आमाको दुपट्टा गिरो ल त जानु आमा ल त बाई 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 ल जानु भयो आमा अब लखड एक्लै एक्लै डुल्नु पर्छ के गर्नु भोलि पनि म जाने गाइस भोलि म जाने आज आमा जानुभयो घर हुन्छ शून्य यस्तै छ संसार एक्लै एक्लै बस्नुपर्छ त्यही त साथीहरू हजुरहरूलाई म मेरो बारीमा के लगाएको छ हजुरलाई देखाउँछु है त सो यो चाहिँ हो फर्सीको बोट र यहाँ फर्सी एउटा लागि पनि सकिएको छ सो हेर्नु होला गाइस हामीले यहाँ फर्सी लगाएर छौँ यहाँ तल माटामा पनि फरिरहेन माटामा पनि फर्सीको सानो एउटा गट्टो लागिरह त्यसो भने प्याजको छ यतापट्टि लसुन यतापट्टि छ साग सो त्यो पल्लो बारीमा चाहिँ छ आलु हामीले खनिसक्यौँ त्यहाँको सो यहाँ साग रहेको छ सो गाइस यति नै हो अगाडिको बारीमा त मैले बिहानै देखाइसकेँ हजुरलाई यो पछाडिको बारीको यति नै हो साथीहरू मलाई मम्मीले काम दिनुभएको छ आलु उठाउने सो मैले आलु उठाउनु पर्यो उठाएन भने त फेरि गाली खाइन्छ गाइस हामीहरूको आलु खरिरह यहाँ यति छ अनि अलिकति हामीलाई राखियो पनि सो गाइस अहिले चाहिँ म रेडी भइसकेको छु दिल्ली लिन जानको लागि सो गाइस अहिले हामीहरू आइरहेछौँ बजारमा बजार गर्नको लागि यहाँ छ फलमूलको दुकान के किन्छेस् ओइ सो गाइस यो हाम्रो सम्भारको सबभन्दा ठुलो बजार बहुत ठुलो छ हेर्नु यहाँबाट पछाडिसम्म छ यता पनि सो यहाँ चाहिँ अहिले हाम्रो लिएछौँ गाजरहरू सो साथीहरू यहाँ दिदीले लिँदैछ के अरे दालहरू मैले प्याज तोलिदिएँ सो गाइस यो हाम्रो आनन्द बगानको बजारको भ्यू हो गाइस होइन दामी लागिरहेछ क्या भने ठुलो भएर नि सो गाइस यो चाहिँ सबैभन्दा लास्टको बजारको भ्यू यो चाहिँ लास्ट पोइन्ट हो बजारको सो उतापट्टि पनि छ हाम्रो चाहिँ यता ओल्लो साइडतिर चाहिँ सो यता अगाडि हेर्न सक्नुहुन्छ बहुत परसम्म छ साथीहरू अहिले चाहिँ हाम्रो बजार भइसकेर र हामीहरू अब अगाडि जाँदैछौँ गाइस पछाडिबाट अगाडि जाँदैछौँ हामीहरू